जहिले यस्तै फुलले हालिराख्नु जहिले ढुङ्गाले हाल्नु अब ओखर पनि नि ओखर अहिले ओखर आइस काउनु ओखर ल्याउन न यस्तो बढाइदिनु ओखर त अघि फुटाकै छ त ए हुन्छ हैन हामीले फाल्टे फुटाउनु हो त हो मेरो दाजुभाइ हो अनि कहाँ हजुरको दाजुभाइ प्लेटमा छ ल्या त ओखर ओखर फुटा फुले अर्के होइन अरूहरु कोही नहिँड्न म मात्रै हो पछाडी अरु कोही हिँड्ने काम छैन अरूले भनियो अब चाहिँ हिँड्ने हो काम गर्ने हो कुते जे मिल्ला कुछ ओखर रहन्छ ओखर त्यही भाइले यो पनि ओखर एउटा छ ओखर जे कुहिएको ओखर खुवाउँछ नि ओखर म मिलेर पहिला तिल जौले अछेता पूजेको न त्यहाँदेखि सीता लगेर उता राख्ने सबै नाम सम्झेर यो आकाश अभिषेक यो सबैको नाम सम्झेर यो कस्तो गरिसक्ने नि यमराजले हामीसँग अब बोल्नु यो हेर्दा यो तिमीलाई चाहिँ यो कोठा पनि सानो हो के ठुलो कोठा हुनुपर्छ अनि अझै दुईजना लुका सीता तैले होइन सीताले न त हुँदैन तैले अब टिका लगाइदिनु अब टिको लागि तेल लागि तेल अलिअलि लाउँदा भयो हातमा यहाँ भिडियो बनाइदिनु भिडियो बनाइदिनु जेठलाई अलिअलि लगाइदिएको यिनीहरू मन पर्दैन तेल दिदीको एक बोतल छ मेरो चाहिँ मैले जिस्काइदिएको नि फेरि रुगा जान्छ रुगा जान्छ नि कमलाई मर्छु म एउटा हातको मात्रै लागि यसो छोइदेऊ न किन तेल कपाल धुँदा हुन्छ गल्ती गरिन्छ नि भोलि पर्सि यस्तो भयो भने सम्मान हुँदैन के सम्मान हुँदैन सम्मान गर्नु विरोध गर्दै अझै एकजना छैन नि साँच्चै दुईजना छैन मनिष छैन रामु छैन दुईजना छैन आता यहाँ 9 जना हुन्थ्यो एक दुई जना यहाँ ल्याउनु म छिटो लगाइदिइहाल्छु यहाँ लगाइदे एउटा एउटा लाउँछ यसले ओ फोटो खिचिदिनु हो फेरि फेरि फोटो कति जान्ने रहेछ यो अहिले नबनाइदिनु न ल अर्को यस्तो भयो के हामी अब बुढो भयो यो अलिक यस्तो भयो क्या बग्ने खालको बनाइदिनु को हो यो यसलाई कुटिहाल्नु न यो त झन्कुर भले लाउने होइन यो झन् कहिले हो यो म कहिले गाडी यो सबैभन्दा राम्रो माला कोहीलाई रहनु भन्ने मखमली फुल जस्तै हो यो कति सबभन्दा अब मलाई लगाइदिने होइन अब सानो ठ्याप्पा धेरै लामो भयो
किनेले लाग्छ नि त माथि लैजाऊ अब यल्लो अब पिङ्क कलर पिङ्क क्या छ त्यहाँ लान्छ यहाँ त ट्याक्क पैसा दिन्छ नि तल चुर तर अलिकति मिलेन टक्क मात्रै बुइनीको खुट्टा ढोग्नु पर्ने पर्दैन लगाइदेऊ छिटै योम्रो यो ओए यो चाहिँ मलाई दिनु भयो जुन गर्दैन हुन्छ पैसा ला म हेर्नु पर्छ हेर्छ यो त आजै लाउँछ नि यो त मैले त मलाई लगाइहाल्छु छोड न परस ला मलाई पो लाग्यो मलाई 20 रुपैयाँ दिन्छ किन 20 रुपैयाँ चाहियो अब के खुवाइदिनु पर्ने हेर्न कस्तो मजा लाग्छ ए झन्डै उठिदियो ल लिएर आऊ छिटो छिटो म मिलाइदियो पैसा झर्न आएको यस्तो सुरु पार्दैन ए मम्मी छिटो एक्सचेन्ज गर किन सानो हो 6 मसिन त यो सिएल अनि मलाई मम्मी सलिङ धे थपेर दिनु ल यसले आफै भनेको तपाईँ म यस्तै ल्याइदिएँ सबैलाई एउटै खालको फाल्टे कलर ल्याइदिएको यसले आफै भनेको अब अर्को फाल्दै अर्को